पाठ 2 विरहनी दमयंती। विरहनी दमयंती कथा को सारांश अथवा कथा वस्तु अथवा कथा सार। दमयंती र नल एक सुखका साथ एउटा जंगलको छाप्रोमा बसिरहेका। एक दिन मध्यरातमा नलले दमयन्तीलाई छोडेर हिँड्नु। दमयन्ती नललाई खोज्दै मध्यरातमा कर्कोटक नागहरूको वनमा भौतारिनु। नलसँगको वियोगले बौलाही जस्तै बनी वनमा फूलपात लहरासँग पुकार गर्दै हिँड्नु। वियोगको ज्वालाले विक्षिप्त तालले शिथिल भएकी दमयन्ती एउटा पिपल बोटमा आश्रय लिनु। सपनामा दमयन्तीले नलको भाइ जुआडी पुष्करको कालो मुहारमा सेतो दन्तपंक्ति र रातो पहेँलो आँखा देख्नु र उनी निस्सासिएर ब्युझ्नु। एउटा झुस तिघ्रे कालो बलिष्ठ डरलाग्दो नागजातिको पुरुष देख्नु र दौड्न खोज्नु। तर नागले दमयन्तीलाई पक्रेर आफ्नो छाप्रोमा लैजानु। आफ्नो छाप्रोमा लगेपछि दमयन्तीलाई सुखासनमा राखेर वार्तालाप गर्न आग्रह गर्नु। दमयन्तीले आफू त्यसरी भौतारिनुको कारण बताउनु। नल हराएको थाहा पाएपछि कर्कोटकले दमयन्तीसँग सुख भोग गर्न मनसाय राख्नु र दमयन्तीको लागि कन्द मूल, खीर र भृगको सुकुटी बनाउन थाल्नु। खीर पकाउँदै दमयन्ती छाप्रोको ढोका र पिँढीमा जाँड पोखेर अगुल्टाले ढोकाको छाप्रोमा आगो लगाइदिएर पूर्व दिशामा सुइँकुच्चा ठोक्नु भनेको भाग्नु। 3 दिनसम्म जंगलको माझमा विह्वल हुँदै बिताउनु। एक दिन त्यही जंगल हिँड्दा सूचिभद्र भन्ने सार्थवाहनसँग भेट हुनु। भेट भएको रात पद्मसौगन्धिक सरोवर छेउमा बास बस्नु। राति जंगली हात्तीले कुल्चे र सार्थवाह र उसका संरक्षक सबै मर्नु तर दमयन्ती र एकजना नारी रुखमा चढेर ज्यान जोगाउन सफल हुनु। केही दिनपछि ती दुवै नारी चेदी जनपदको छेउमा पुग्नु। अर्की नारी आफ्नो गाउँतिर हिँड्नु। दमयन्तीले सानी छँदा आमाबाट आफ्ना ठूली आमा सुनन्दा र ठूला बाको बारेमा भनेको कुरा सम्झनु र उनीहरू यतै बस्छन् भन्ने कुरा थाहा पाउनु। दमयन्तीले आफ्नो केश, वस्त्र र मुहारलाई विकृत तुल्याएर हिँड्नु। केटाकेटीले बौलाही भनेर जिस्काउन थाल्नु। अन्तमा चेदीमा आफ्नै ठूली आमा सुनन्दाका घरमा पहिचान बदलेर सौरन्धीका रूपमा रही नलसँग मिल्ने प्रतीक्षा गर्ने। तपाईलाई यो सारांश कस्तो लाग्यो भने कमेन्टमा भन्नुहोला। थ्याङ्क यू।